आज चाहिँ हामी के गर्न लाग्यो? आज हाम्रो धेरै एकदम सरप्राइज छ। फर्स्ट चाहिँ हामी अब टायर चेन्ज गर्न जान लागिरहेछौँ। फर्स्ट चाहिँ हामी आज टायर चेन्ज गर्न जान्छौँ मेरो डुकाटीको। पर्सि ट्र्याक डेको लागि यो टायर फेर्नुपर्छ होइन, मोटेकी ट्र्याक डे छ। त्यसपछि चाहिँ यो अगाडिको युज टायर हो, पछाडिको हाम्रो त्यहाँ गाडीमा लोड भइसक्यो। यो माइक्रोभित्र छ ल हाम्रो टायरहरूको। एउटा सानो सरप्राइज पनि छ, त्यो चाहिँ अहिले एकछिनपछि हेर्दै जानु होला। अब चाहिँ हामी यहाँबाट डुकाटी जान्छौँ योकोहामाको। त्यहाँ चाहिँ मेरो बाइक र टायर छोडेर चाहिँ त्यहाँबाट हामी साइतामा जान्छौँ। साइतामा गएर त्यहाँ अर्को बाइक हेर्नु छ आज, एउटा नयाँ बाइक। स्टे ट्युन है सबैजना, स्टे ट्युन है त नयाँ बाइकको लागि। अर्को बाइक थपिँदैछ फेरि। अब चाहिँ हामी डुकाटी सोरुम आइसकेका छौँ। यहाँ चाहिँ मेरो टायर फेर्नुपर्छ अब, अगाडि र पछाडि। यो टायर चाहिँ सकिसक्यो। बाइक यहाँ छ, केटाहरू छ। अनि तपाईँ पनि बाइक किन्ने भने होइन? किन्ने नि। कुन बाइक हान्ने त अब? अब अहिले एकछिनमै डुकाटी देखाउँछ मलाई। एउटा आइरहेछ अरे यहाँ, अनि कावासाकी Z1000। त्यो दुइटामा एउटा सोचिरहेको छ। टाइममा हानिदिइहाल्ने होइन? ठिक छ आउँछ अब आइगयो नि छिटै। ल मेरो यहाँ काम सकेपछि चाहिँ हामी केटिएममा जान्छौँ। केटिएम RC 390 लिने विचार छ मलाई चाहिँ ट्र्याकमा कुदाउनलाई। यो चाहिँ डुकाटी सोरुम हो। नयाँ पानी गाडी चाहिँ यहाँ छ, दामी छ नि। कति पर्दो रहेछ? 41,41,40,000। यो चाहिँ पानी गाडी V4R। यसको चाहिँ 50 लाख। अब यहाँ चाहिँ मेरो हल्का टाइम लाग्छ टायर फेर्नलाई। म बाइक चाहिँ यहीँ छोड्छु। बाइक छोडेर चाहिँ हामी चाहिँ साइतामा भन्ने ठाउँ जान्छौँ। त्यहाँ चाहिँ मेरो केटिएमको बाइक छ, त्यो हेरेर आज भयो भने त्यो बाइक किनिदिनुपर्छ। केटाहरू बाहिर छ, सब केटाहरू छ आज। त्यो हाम्रो माइक्रो, आज माइक्रोमा गएर केटिएम माइक्रोमा हालेर लिएर आउनुपर्छ, डिल मिल्यो भने है त। पछिको ब्लग चाहिँ केटिएममा आउँछ, अब दामी दामी कुदाएर। ल हामी चाहिँ अब गाडीमा छौँ। यो म्यान के छ त खबर? चङ्गा छ नि दाजु यार। हैन आज बाइक छोडेर गाडीमा है, फेरि बाइक हन्टिङ नै हो हामी चाहिँ हैन। यही गाडीको पछाडि अहिले एकछिनमा गाडी बाइक आउँछ। बाइक आउँछ। कुन बाइक पनि भन्दिनु न ड्याङ्गला। अहिले थाहा भइहाल्छ नि। यस्तो सरप्राइज गर्नु। एकछिन केही समय 1-2 मिनट भिडियो हेर्दै गर्नु होला हैन। त्यसपछि आउँछ नि त सरप्राइज होइन नि, मजा आउँछ। अगाडि भनेर मजा आउन्न नि त। हाम्रो अब टायर फेर्ने कार्यक्रम जित्यो। अब बाइक चाहिँ डुकाटी फ्राइडे लिन जान्छु म। त्यसपछि सैटरडे ट्र्याक डेको पनि भ्लग आउँछ।
अब चाहिँ हामी गाडीमा पुरा गफ हान्दै गइरहेको छौँ है त जा 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 केटा जा जा म पनि जान्छु पृथ्वी आयो अब हामी पोखरा यो यहाँ चाहिँ हामीलाई पोखरा गएको फिलिङ आइरहेको छ होइन त अहिले आउँछ चितवन आउँछ रियल चितवन आउँछ अब चितवन आउँछ अनि पोखरा चितवन भाइब्स पुरै आउँछ क्या अहिले पुरै चितवन भाइब्स लगभग अहिलेको आधी घन्टामा फुल चितवन भाइब्स चाहिँ पुरा हामी अब के हाइवे रे यो चाहिँ यो को हाने पृथ्वी राजमार्ग दह्रो मजा आइरहेछ है त ल बब्बाल भइरहेछ है बब्बाल भइरहेछ बब्बालै यतिको नेपालमा पनि है बनाएकै हो नि त्यही हो नि मजा छ बबाल मजा एसी चक चिसोमा होइन चिल छ चिल धेरै चिसो भयो नि भन है तातो बनाइन्छ होइन यहीँबाट अफर मिल्छ तिमी त्यहाँ चलाउँदैन ल ठिक छ अब एकछिनपछि हामी चितवन पोखरा सब देखाउँछौँ है हामी चाहिँ पुरै अब हाइवेमा छौँ होइन एम्स्टरड्याम गीत सुन्दै तर यो चाहिँ एम्स्टरड्याम होइन है यो चाहिँ टोकियो सहर टोकियो ड्याम पर्यो यो टोकियो ड्याम सहरमा चाहिँ टोकियो हाइवेमा जापानिज गाडी यहाँ के भएछ गाडी एक्सिडेन्ट भएछ के हो बाटो बनाएर के हो यहाँ रमाइलो छ आज मजा आइरहेछ बाइक हेर्नलाई होइन त लास्टै रमाइलो भयो अनि हाम्रो बोसको चाहिँ BMW हेर्ने हो अब BMW आज 390 आउँदैछ BMW पनि आज हेर्न गइरहेछ अनि नयाँ बाइक आउँदैछ नयाँ बाइक आउँदैछ यहाँ दादाको पनि पछाडि बाइक आउँछ दादाको कुन बाइक आउला अरे दादाको अलरेडी लगभग दादा कुन बाइक आउला अरे तपाईँ दादा GSX S8 अनि प्यानिकल के अरे स्ट्रिट फाइटर V4X यहाँ सब राइडर छ आज बाइक कन्टेन्ट आज होइन त पुरै बाइक गाडीमा बसेर बाइकको कन्टेन्टमा भ्लग बनाइरहेको छ भ्लग त दह्रो जाँदैछ अब 3-4 मिनेटमा हेर्दै जानु न अनि पछाडि हाम्रो यहाँनिर पुरै बाइक भइसक्छ ठिक छ अब दामी हाम्रो बाइकको कन्टेन्ट आउँछ है त बिस्तारै है होइन दाइको Keep watching, keep following, guys. Keep watching, keep following, stay tuned है त ल बाइक लिन चाहिँ आइयो तर ठाउँ बन्द रहेछ होइन हाम्रो अलिकति जापानिज अलि चाहिने भन्दा पनि धेरै ट्यालेन्ट भएछौँ हामी होइन त्यहाँ डे अफ लेखा रहेछ केटाहरूले चाहिँ पुरै कोहीले बुझ्या कोहीले नबुझ्या मैले चाहिँ पुरै नबुझ्या होइन कोहीले धेरै बुझ्या अब हामी फर्किँदैछौँ आज बाइक नहोला जस्तो भयो मेसेज पठाएको छौँ त्यही पनि होइन अब हुन नि सक्छ इमेल हेर्छ कि हेर्दैन अब त्यही पनि अर्को बाइक हेर्न जाँदैछौँ है त हामी अब एकजनाको ZX 10R अहिले हेर्न जान लाग्यो कुन रे G1000 अर्को BMW S1000 यो हप्ता धेरै नि यो हप्ता त बाइककै बाइक छ सबको ल नयाँ नयाँ होइन यो हप्ता पुरै बाइकै बाइक हुने हो केटाहरूको चाहिँ यो हप्ता लाइसेन्स पनि आउँथ्यो दिनभरि सुते भएर अब लाइसेन्स पनि क्यान्सल भयो अरे होइन उता लाइसेन्स क्यान्सल यता पसल क्यान्सल अनि गाह्रो छ त कस्तो एक्साइटेड भएर आएको मान्छे यस्तो एक्साइटेड भएर बाइक लिनलाई गाडी नै लिएर आएको यार खत्तम भयो नि अब हामीले मेसेज चाहिँ गरेका छौँ हामी यहाँ छौँ ढाडै पैसा दिएर निस्किने हो भनेर अब त्यो मान्छेले तिमीले लाइसेन्स निकाल्दाखेरि तिमीलाई कनिचिवा बाइक के आउँथ्यो? कति भन्दै सिधौले के भने
नबुझेको क्या त्यो खास यस्तो रहेछ क्या के अरे एक्चुअली गुगलै हेर्नुपर्छ यार त्यसको लागि नेपालमा चाहिँ अक्षर देखाउँछ क्या होइन एबिसिडी के हो नेपालमा के छ होइन त्यो सी जस्तै हुन्छ नि तल फर्केर माथि फर्केर लेफ्ट राइट हुन्छ नि त्यस्तै हुन्छ नेपालमा नि नेपालमा नि सायद त्यस्तै हुन्छ अहिले चाहिँ हामी अर्कै ठाउँमा आइपुग्यौँ यता बाइक हेर्न कुन मन पर्यो यो Z1000 सन्देशले भनेको छ यो 900 हो यो ए हेडलाइट त पुरै फरक रहेछ नि त हेडलाइट चाहिँ पुरै फरक छ यो सानो देखिँदो रहेछ अलि अलि सानो देखिन्छ यो कालो त दामी रहेछ यार हाम्रो दाइलाई चाहिँ यो बाइक मन पर्यो अरे है Z1000 प्रेडेटर हेडलाइट बस्नु न यसो त्यसलाई यसो हेरौँ भनौँ न ए हाइपर मोटार्ड रहेछ यहाँ दामी रहेछ हाइपर मोटार्ड पनि ओ सब मोटार्ड रहेछ नि है एउटा SP 821 ठिक्क रहेछ त खुट्टा पनि भ्याउँदो रहेछ डबल एक्जस्ट रहेछ दुईतिर रनिङ रहेछ 25,000 पुगेको डिमान्ड गर्छु कति पैसा पैसा आएको छ दामी छ त यार बाइक त 10 लाख 10 लाख हो त्यसको 10 लाख MT-09 पुरानो मोडल रहेछ हेडलाइट नयाँ त दामी छ है पुलिसको बाइक यो जापान पुलिसको बाइक होइन पुलिसकै भएको यो त यो चाहिँ जापान पुलिसले चलाउने बाइक 1300cc होइन CV हो CV 1300 सुपर टोरिङ रे यो जापानको पुलिसको जिमखाना हान्ने बाइक यही होला हाम्रो गाडी चाहिँ यहाँ छ आज बाइक ल्याउने यस्तो प्लान थियो यार कस्तो मिस्टेक हो नि गाडी लिएर आएको झन् खत्तम भयो नि यार सो हामी चाहिँ बाइक हेर्न गएको त्यो ठाउँ बन्द भएर यहाँ नजिकै चाहिँ सर्किट रहेछ मैले पहिला कुदाउने सर्किट त्यो सर्किटमा आएको अहिले यहाँ चाहिँ टन्न गो कार्टहरू छ आज चाहिँ बाइकको छैन रहेछ गो कार्टको रहेछ टन्न गो कार्टहरू छ यहाँ सबजना यहाँ गाडीमा ल्याउँदै आफै गाडीमा ल्याउँदै झिक्दै प्रिपेयर गर्दै चलाउँछ क्या यहाँ चाहिँ रेसिङ कल्चर चाहिँ यस्तो हुन्छ यहाँ सब बाउ आमा सब बच्चा सब यसरी आउँछ कि आफ्नो गाडी भयो आफ्नो गाडीमा लिएर आउने अनि यहाँ सब मेन्टेनेन्सहरू सब गर्छ होइन सामानहरू अनि त्यसपछि ट्र्याकमा लग्छ चलाउन सब आफ्नो फुल गाडी नै छ यहाँ बच्चाहरूको ठुलोको सब साइज अनुसार ठुलो सानो हेरी हेरी छ म
म चाहिँ खास मेरो बाइकको इमेल कुरिरहेको छु कि त्यो सप खोल्छ कि भनेर। अब त्यही कुर्ने चाहिँ हामी चाहिँ घरबाट टाढा छौँ कि, त्यही भएर घर फर्किनु पनि टाढा भएर चाहिँ यहाँ एकछिन कुरेको मात्र हो अहिले चाहिँ। अब यहाँ गोकार्ट सर्किट आएर एकछिन हेर्दैछौँ यहाँ। कस्तो हुँदैछ त? बवाल भइरहेछ बवाल कुरा है, बवाल कुरा छ। हो दुईजनाको बवाल कम्पिटिसन जित्यो बवाल परिरहेको रहेछ अरे यहाँ। बाइक 848 इभो चाहिँ आज कसले हान्छ जस्तो छ है त। आज पुरै बाइक हन्टिङ डे हो। मेरो बाइक चाहिँ भएन आज। अब यो चाहिँ कसले हान्छ भन्ने कुरा होइन नि, यही हानिदिनु पर्ला जस्तो दाइ म चाहिँ हो। के भन्दा भएन भने के BMW होला छ, खोइ होला जस्तो त छ। केटाहरूले चाहिँ यो बाइक हान्ला जस्तो छ है 848 इभो। यार 848 इभो कसले हान्छ त यो बाइक? अब चढ्नु न, हेर्न आएको मान्छे नचढ्ने। ओलिन सस्पेन्सन यो चढेर यो कहाँ हो हिँड्दा त सब फर्केर हेर्छ यार। टी सर्टमा पनि डुकाटी के होला आज चाहिँ? हेडलाइट क्या दामी छ है। डुकाटीको स्ट्यान्ड त्यस्तै हो। मेरो बाइक झन् त्यो लाउनै सकिनु, भेटिँदैन कहाँ लुक्या हुन्छ भित्र। कसले हान्छ त्यो बाइक? अब ल आज हामी बाइक खोज्नलाई 3टा स्टेट घुम्यो, टोकियो, योकोहामा, साइतामा। 3टा स्टेट घुमेर पनि बाइक चाहिँ फाइनल भएन ल। यो चाहिँ रेड ब्यारोन हो, अस्तिको भिडियो लास्ट भिडियोवाला त्यही ठाउँ हो। फेरि घुमिफिरी त्यही ठाउँ आइपुग्यो। यहाँबाट चाहिँ आजको बाइकको काम सिद्धिन्छ जस्तो छ है। केटाहरू सब बाइक हेरेर बसिरहेको छ ल।
आजको दिन सक्यो होइन के भयो आज हाम्रो दिन आज अलिकति होइन यहाँसम्म तल के भन्छ डिसपोइन्टिङ भयो आज चाहिँ सोचे जस्तो भएन हाम्रो चाहिँ फाइनल्ली बाइकको पसलै बन्द रहेछ अलिकति ल्याङ्ग्वेज ब्यारियर भयो नि त हाम्रो त्यही भएर ल्याङ्ग्वेजमा अलिकति प्रब्लम भयो भयो ठिकै छ कहिलेकाहीँ यस्तो हुन्छ आज हाम्रो हन्टिङ भयो नि त बाइकहरू धेरै हेरियो हामीले अब यो हप्ता धेरै बाइकहरू ड्रप हुँदैछ लगभग 2टा बाइक हाम्रो फिक्स भइसक्यो ड्रप हुने लगभग अबको 1 महिनामा 4टा जति बाइक चाहिँ हाम्रो ड्रप हुन्छ यो विक त 2 हप्ता भइसक्यो 2टा भइसक्यो जस जुनको अन्तिमसम्म 4टा बाइक चाहिँ हाम्रो ड्रप हुन्छ बिस्तारै बिस्तारै यस्तै बाइकर्स कन्टेन्टहरू होइन दामी आउनेवाला छ आजको भ्लग सिद्धियो होइन त हाम्रो आजको फाइनल्ली केटा के छ त सकिएको अवस्था से न अनि सिउर्यो